हेलो नमस्कार मेरो नाम मुनाल रत्न हैन के छ तपाईहरुको हालखबर सन्चै आरामै हुनुहुन्छ होला भन्ने मैले आशा गरेको छु पक्कै पनि म पनि एकदम सन्चै आरामै छु भन्नुपर्छ अहिले यति बेला चाहिँ म यसो लाइन गएर चाहिँ यसो घुम्न निस्केको छु यो चाहिँ पेनी नगरपालिका 4 सिंगा हो सिंगामा छु सिंगाको यो दृश्य देख्न सक्नुहुन्छ सर र यहाँ छिन् नानु हेलो हाई भन यता ल यो चाहिँ मागदी एकाडेमी बोर्डिङ स्कुल हो हैन अनि त्यस पछाडि यता पारीको गाउँहरू छ यता चाहिँ सुर्के मेला बासकुना हुँदै ठाम्रा र यति बेला हामी जाँदै छौं पौडेल चोकतिर है पौडेल चोकतिर यसो घुमाउ भनेर हामी जाँदै छौं है ल चिसो चिसो मौसम छ भर्खर पानी आएको यता छन् मेरो सानो के छ नमस्ते गर ल ल ल ल चलो चलो गाइस ल तिम्रो नाम के हो यता भन कान्छे मेरो नाम इन्दिरा आचार्य हो कति क्लासमा पढ्छौ एउटा गीत गाऊ संसारमा भोगी जति परिस्याए पनि आमा हुन दिनौ आमा केही पनि तिम्रो माया र ममता पाए आजसम्म छेउमा पाऊ आमा यति मबाट गल्ती भए तिम्रो माया र ममताले आजसम्म बाँचिरहे थ्याङ्क यू ल सानो नानीले एउटा गीत गाइहालिन् हामीले सुनिहाल्यौँ हैन ल गीत राम्रो छ म देखेछु म देखेछु सीता हेर त यो चाहिँ ट्याक्सी छ ट्याक्सी आज चाहिँ हिजोबाट गाडी चाहिँ रिजर्भ कृष्ण दाई गाडी हो यो यहाँ चाहिँ एउटा सायरी पनि छ यसो पढाउन हैन चुडिएको चप्पल घाँसेर यहाँसम्म आइपुगेको मान्छे हो महँगो जुत्ता देख्दा मन लोभिँदैन वाउ सही हो एउटा सायरी पनि हामीले पढ्यौँ त्यो सायरी हाम्रो कृष्ण दाइको हुनुपर्छ पक्कै पनि ल ठिक छ ल यति बेला चाहिँ हामी पौडेल चोकमा आएका छौँ ल हामी घुम्न आएको पौडेल चोकको दृश्य यता देख्न सक्नुहुन्छ तपाईँ अब यो चाहिँ चिप्लेटीको डाँडाबाट चाहिँ पछिल्लो समय चाहिँ बर्खा लाग्यो भने झरना पनि हुन्छ झरना एकदम ठिक छ तपाईँको हल्ली चल्ली के छ के गरेर बस्नु भएको छ तपाईँ आराम गर्नु भएको छ पखालमा हुनुहुन्छ व्यापार गर्नु भएको छ माले भएको ल ठिक छ धन्यवाद है म चाहिँ यता घुम्न निस्किँदैछु होइन घुम्न ल घुम्न निस्किँदैछु म यता हामी दिदी हुनुहुन्छ है ल यहाँ चाहिँ के गफ चलिरहेछ ल भन्नुहोस् ल हरि सर भुवन सर हुनुहुन्छ यता गफ चलिरहेछ होइन ल पौडेल चोकबाट अलि अगाडि बढ्ने चाहिँ मेसो हुँदैछ ठुलो खोलासम्म साथ आ गया हमारा
यहाँ चाहिँ नयाँ घर बनेको छ। तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ प्रतीक्षालय, पौडेल प्रतीक्षालय हो। यो प्रतीक्षालयको नाम है। यहाँ बस्नको लागि चाहिँ गर्मी महिनामा एकदम ठिक छ, हावा खाने, बस्ने, बुढापाका गफगाफ गर्ने हैन। अब चाहिँ हामी देख्न सक्छौं यो चाहिँ सिंहको एरिया। यहाँ चाहिँ यता अगाडि वडा कार्यालय यहाँ हो, यहाँदेखि सिधा अगाडि। अनि यो चाहिँ धौलागिरी माध्यमिक विद्यालय हो सिंहको। अनि यहाँ चाहिँ हाम्रो बहिरा विद्यालय पनि छ हैन। यही स्कुलमा धौलागिरीमै हो। यहाँ करिब 15-20 जना बहिरा विद्यार्थी पनि हुनुहुन्छ अध्ययनको लागि। अनि तपाईँ देख्न सक्नुहुन्छ उता माथि डाँडा काँडा हरियाली हो। यति बेला हामी कहाँसम्म जाने हो? यहीसम्म ल। तपाईहरु देख्न सक्नुहुन्छ यहाँ चाहिँ भाडा माझ्दै छन् साना साना बहिनीहरूले। के छ बहिनीहरूको हालखबर? भाडा माझ्दै छौ? मन माझ्दिम क्या भाडा? यता नवीना दिदी उता आफ्नै तालमा चटपट खाएर बस्नु भएको छ। ल मेरो भ्लगलाई चाहिँ हैन हेरेर साथ दिनु पर्यो बहिनीहरूले नि, साथ दिनु पर्यो। सब्स्क्राइब गर्यो मेरो च्यानल हो। ल थ्याङ्क यू सो मच। नगरेको भए पनि गर्नु पर्यो, नगरेको भए नि गर्नु पर्यो भनेको। ल हामी चाहिँ निस्किन्छौँ, जाने हो अगाडिसम्म जाने हो। यहाँ आउनु खोला हेरेर हामीलाई हो। हामी यति बेला चाहिँ धेरै अगाडि आइसक्यो, घुम्दै घुम्दै हैन। मेरो अगाडि त के भन्ने, त्यही बाटो यही हो। थाहा छैन मलाई नि। यो चाहिँ अगाडिको ठुलो खोला गाउँ है, ठुलो खोला हो। यहाँ चाहिँ म्याग्दी खोला देख्न सक्नुहुन्छ तपाईँले। यहाँनिर म्याग्दी खोला छ। यो चाहिँ म्याग्दी खोला है। ल ल यति बेलासम्म सबैजनाले भिडियो हेरेर साथ दिनुभयो। हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद दिँदै आजको भिडियोबाट म छुट्टिन्छु। अर्को भिडियोमा फेरि भेटौँला। हवस् त, नमस्कार, टाटा, बाई बाई।